Now you're ready. सो फाइनली मेको महिना सकेर जुनको महिना आउन लागिसक्यो, आइनै पनि सकिसक्यो। यो महिना चाहिँ एकदमै खतरनाक एक्साइटिङ हुनेवाला छ हामी मुभी लभरहरूको लागि। एकदमै ठुलो मुभीहरू नेपालमा पनि रिलिज हुन गइरहेको छ। हलिउड बलिउडहरूको मुभीहरू हाम्रो नेपाली सिनेमा घरहरूमा पनि रिलिज हुन गइरहेको छ। सो फर्स्ट अफ अल कुरा गरौँ 4 जुनबाट स्टार्ट गरौँ। 4 जुनभन्दा अगाडिको चाहिँ त्यस्तो एक्साइटिङ मुभीहरू छैन। सो एक्साइटिङ मुभी 4 जुनमा आउँदैछ। साउथ इन्डियन मुभी रामचरण स्टारर पेड्डी मुभी रिलिज हुन गइरहेको छ हाम्रो नेपालमा पनि। सो यो मुभी चाहिँ स्पोर्ट ड्रामा एक्सनमा बेस्ड रहेर बनेको छ। सो ट्रेलरमा हेर्दाखेरि चाहिँ त्यस्तो धेरै बजेटमा बनेको मुभी जस्तो त लागेको छैन, बट यो 3.5 करोडको भारूको मुभी रहेको छ। सो एकदमै राम्रै फिल्म बनेको छ भन्ने आशा छ है। सो नेक्स्टमा जो 5 जुनमा चाहिँ रिलिज हुन गइरहेको छ हे जवानी तो इक्स होना है। वरुण धवन, मृणाल ठाकुर र पूजा हेगडेको यो स्टाररमा बनेको मुभी, डेभिड धमनले डाइरेक्सन गरेको यो मुभी रहेको छ। 5 जुनमा हाम्रो नेपालमा पनि रिलिज हुन गइरहेको छ। सो डेभिड धमनको मुभी प्रायः जस्तो कमेडी नै हुन्छ होइन, कमेडी ड्रामा। अनि यो चाहिँ अहिले जेनेरेसनको अलिकति लभ एङ्गलहरू ट्रायङ्गलहरू देखाइदिइरहेको छ। जेठ 22 गते नेपाली डेटमा रिलिज हुन गइरहेको छ। सो यही दिन 5 जुनमा हलिउडबाट मास्टर अफ द युनिभर्स पनि रिलिज हुन गइरहेको छ। सो यो मुभीको बारेमा त प्रायः मान्छेहरूलाई थाहा पनि छैन होला। यस्तै कुराहरू थाहा पाउनलाई मेरो च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला। मुभीको बारेमा होइन, मुभीको न्युजको बारेमा, नयाँ मुभी कुन आउँदैछ त्यो चिजहरू जान्नको लागि चाहिँ मेरो च्यानललाई सब्सक्राइब गर्नु होला। सो यो मुभीको बारेमा अलिकति भनौँ। यो मुभी चाहिँ एक्सन एडभेन्चर फ्यामिली ड्रामाको बारेमा रहेको छ। यसको बजेटको बारेमा त त्यति धेरै थाहा छैन, बट यो अलिकति ट्रेलर हेर्दाखेरि चाहिँ एकदमै ठुलै बजेटमा बनेको जस्तो मुभी छ। अनि अझै नेपालमा पनि रिलिज हुन गइरहेको छ भनेपछि ड्याम एक्साइटेड होइन, राम्रै होला यो फिल्म पनि। मैले ट्रेलर हेर्दा पनि एकदमै मजा पनि आयो, राम्रो छ। फेरि अर्को हलिउड मुभी 12 जुनमा रिलिज हुन गइरहेको छ यो मुभी नेपालमा पनि। नाम चाहिँ स्केरी मुभी है। मुभीको नाम नै स्केरी मुभी छ। यो चाहिँ हरर कमेडी जनरामा बनेको मुभी हो होइन। ट्रेलर हेर्दाखेरि चाहिँ मोटामोटी ठिकै लाग्यो मलाई, त्यस्तो खास पनि छैन, बट 18+ हो। यसमा धेरै सिनहरू पनि छ, ट्रेलरमा नै धेरै सिनहरू देखाएको जस्तो छ। 18+ मुभी रहेको छ। तपाईँहरू पनि जान सक्नुहुन्छ यो मुभी हेर्न। 12 जुनमै रिलिज हुन गइरहेको छ नेपाल ओभरअल सबैतिर। फेरि 12 जुनमा अर्को हलिउड मुभी पनि नेपालमा रिलिज हुन गइरहेको छ, डिस्क्लोजर डे है मुभीको नाम चाहिँ। यो मुभी चाहिँ साइन्स फिक्सन थ्रिलर, यो जनराको मुभी त एकदमै मलाई पनि मनपर्ने मुभी पनि हो। यसको बारेमा अलिकति भन्नु पर्दाखेरि चाहिँ एउटा रिपोर्टर है रिपोर्टिङ गरिरहेको बेलामा चाहिँ अचानक एउटा एलियनको आवाजमा मेसेजहरू दिन थालिरहेको हुन्छ क्या पब्लिकहरूले। एट द सेम टाइम है सुपर नेचुरल कुराहरू पनि हुन थालिरहेको हुन्छ क्या त्यो ठाउँहरूतिर। एलियनको केही सिक्रेट कुराहरू पनि आउन आँटेको हुन्छ र सो अनि एलियन पनि खुद पनि आउन आँटेको हुन्छ क्या। सो यही विषयमा रहेको छ, यो एलियन के हो होइन, सिक्रेटहरू के छ, यही चिजहरू जान्नको लागि चाहिँ मुभी हेर्नुपर्ने हुन्छ। 12 जुनमा रिलिज हुन गइरहेको छ। आइएम सो एक्साइटेड। ट्रेलर हेर्दाखेरि त मलाई पुरा इन्ट्रेस्टिङ नै लाग्यो। यो मुभी पनि आउँदैछ भने तपाईँहरूलाई पनि थाहा छैन होला, त्यही भएर सब्सक्राइब गर्न नबिर्सिनु है। मुभीतिर जाउँ है। हलिउड बलिउड टलिउड मात्रै होइन क्या, हाम्रो नेपालको कलिउड मुभी पनि आउँदैछ। 19 जुनमा हाम्रो मुन्दर दाईको फिल्म आई एम जित बहादुर भन्ने पनि हाम्रो नेपालमा रिलिज हुन गइरहेको छ। यो चाहिँ नेपालमा अलिकति चर्चामै छ, किनभने यो टाइममा अरू नेपाली मुभीहरू त्यस्तो खास धेरै आएको छैन। सो यही नै चाहिँ एउटा अलिकति हाइप भएको मुभी चाहिँ। र मुन्दर दाईले हाम्रो कमेडी भन्दा पनि अलिकति डिफ्रेन्ट कुराहरू खेल्दछ, त्यसको लागि चाहिँ एकदमै राम्रो कुरा हो हाम्रो लागि पनि। सो यसको कहानी चाहिँ एउटा गाउँको केटा होइन, जुन चाहिँ अब हिरो बन्छु म एक्टिङ गर्छु भनेर सहर पसेपछि उसले गर्ने सङ्घर्ष नै यो फिल्ममा देखाएको छ। ठिकै छ ट्रेलर त होइन, अझै फिल्म हेरेपछि अझै मजा आउनेछ। यो 19 जुनमा रिलिज हुन गइरहेछ। हाम्रै घरको छेउछाउको सिनेमाहरूमा जताततै छ। 26 जुनमा हामी सबैलाई प्रायः थाहा भएकै मुभी है, हामी सबैले वेटिङ गरेको मुभी अक्षय कुमार स्टारर वेलकमको फ्रेन्चाइज वेलकम टु द जङ्गल पनि नेपालमा रिलिज हुन गइरहेको छ। यो मुभीमा चाहिँ प्रायः जस्तो बलिउडको आधी जति एक्टरहरू छ क्या। मलाई नाम त थाहा छैन, म फोटो देखाइदिन्छु, फोटो हेर्नु होला। वेलकम मुभीको प्रायः जस्तो पुरानो पार्टहरू त एकदमै आउटस्ट्यान्डिङ थियो, अझै पनि स्टिल हामी हेर्छौँ नै होइन, म पनि हेरिरहेको हुन्छु बेला बेलामा होइन। 2 पनि त्यस्तै थियो। यो 3 चाहिँ अब कस्तो छ भन्ने चाहिँ अब रिलिज भएपछि थाहा हुन्छ। सो यही दिन 26 तारिक हलिउडबाट पनि अर्को सुपर गर्ल भन्ने मुभी रिलिज हुन गइरहेको छ है। यो मुभी चाहिँ वुमेन अफ टुमरो कमिक्समा आधारित रहेर बनेको मुभी हो। यसको बारेमा अलिकति भन्नुपर्दाखेरि चाहिँ हाम्रो सुपर गर्लको कुकुरलाई चाहिँ गोली लागेर के भएर होइन, एक्सिडेन्ट भएर त्यो पुरा घाइते हुन्छ। अनि उसलाई बचाउनको लागि चाहिँ अब के गर्नुपर्ने हो, अब के दबाईहरू ल्याउनु पर्ने या कोसँग लड्नु पर्ने, अब त्यो दबाई ल्याउन के गर्नुपर्छ यो सबै जान्नको लागि त फिल्म हेर्नै पर्ने हुन्छ। अब यो किन मारो मान्छेलाई, किन यस्तो भयो भन्ने चिज सबै सायद मुभीमै छ होला है। सो यिनीहरू नै थियो यो महिनामा रिलिज हुने मुभीहरू चाहिँ।
सो तपाईँहरू कुन मुभीको लागि कतिको एक्साइटेड हुनुहुन्छ होइन कमेन्ट गर्नु होला र च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला भर्खर स्टार्ट गर्दैछु बिस्तारै बिस्तारै मजाको हुँदै जान्छ भन्ने मेरो आशा छ तपाईँहरूले पनि गर्नुहुन्छ भन्ने आशा छ सो फेरि नेक्स्ट भिडियोमा फेरि भेट्ने आशा गर्दै आजको लागि बिदा माग्छु थ्याङ्क यू भेरी मच